के तपाईलाई थाहा छ किन धेरै मानिसहरू सपना देखेर पनि सफल हुन सक्दैनन्? कारण एउटै हो, उनीहरूले सही नियमलाई जीवनमा लागू गर्दैनन्। आजको भिडियोमा हामी तपाईहरुसँग जीवन परिवर्तन गर्न सक्ने एउटा शक्तिशाली नियमको बारेमा चर्चा गर्नेछौँ। त्यो हो 3D रुल्स, जुन रुल विश्वका सफल व्यक्तिहरूले आफ्नो जीवनमा लागू गरेका हुन्छन्। यदि तपाईँ आफ्नो जीवन परिवर्तन गर्न चाहनुहुन्छ भने आजको यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि आज हामी तपाईलाई 3D रुलको बारेमा बताउनेछु, जसले तपाईको सोच र भविष्य दुवै बदल्न सक्छ। 3D भन्नाले डिसिजन, डिसिप्लिन र डिटरमिनेसन। यदि कुनै व्यक्तिले आफ्नो जीवनमा यी 3 कुरा अपनायो भने उसले आफ्नो लक्ष्यतर्फ अगाडि बढ्न कसैले पनि रोक्न सक्दैनन्। यी 3D रुल्स मध्ये नम्बर 1 हो डिसिजन। सबै सफलता एउटा निर्णयबाट सुरु हुन्छ। तपाईँ धनी बन्नुहुन्छ कि गरिब बन्नुहुन्छ, सफल बन्नुहुन्छ कि असफल बन्नुहुन्छ, त्यो तपाईको सबैभन्दा पहिले तपाईको नियममा अथवा निर्णयमा भर पर्छ। धेरै मानिसहरू जीवनमा असफल हुनुको कारण के हो भने उनीहरू स्पष्ट निर्णय लिन सक्दैनन्। आज एउटा लक्ष्य, भोलि अर्को लक्ष्य गर्ने गर्दछन्। तर सफल व्यक्तिहरूले के गर्छन् भने एकपटक निर्णय गर्छन् र त्यसमा केन्द्रित भएर काम गर्छन्। त्यसैले आफैलाई सोध्नुहोस्, म जीवनमा वास्तवमा के बन्न चाहन्छु? त्यसैगरी 3D रुल्स मध्येको नम्बर 2 हो डिसिप्लिन, अनुशासन। निर्णय लिनु सजिलो हुन्छ, तर त्यसलाई निरन्तर रूपमा पुरा गर्न अनुशासन चाहिन्छ। अनुशासन भनेको के हो भने जब मन लाग्दैन तब पनि सही काम गरिरहनु हो। जस्तै उदाहरण, यदि तपाईँ विद्यार्थी भए पढाइमा निरन्तरता अनिवार्य चाहिन्छ। लक्ष्य भए तपाईको दैनिकी मेहनत गर्नुपर्छ। समयको सही उपयोग। सफलता कुनै एक दिनको परिमाण होइन, यो त दैनिकी सानो सानो अनुशासनको पालनाको परिमाण हो। त्यसैगरी 3D रुल्स मध्येको अन्तिम रुल्स हो डिटरमिनेसन अथवा रिसोल्युसन, दृढ सङ्कल्प। जीवनमा कहिलेकाहीँ समस्या आउँछ, असफलता आउँछ, निराशा पनि आउँछ, तर त्यही बेला मानिसलाई अगाडि बढाउने शक्ति हो दृढ सङ्कल्प। दृढ सङ्कल्प भएको व्यक्तिले भन्छ, जे भए पनि म हार मान्ने छैन। र याद राख्नुहोस्, जित्ने मानिसहरू फरक हुँदैन, तर उनीहरूको दृढ सङ्कल्प हुन्छ। त्यसैले यदि तपाईँ जीवनमा ठुलो सफलता हासिल गर्न चाहनुहुन्छ भने यो 3D रुल्स कहिल्यै नबिर्सनुहोस्। सही डिसिजन लिनुहोस्, जीवनमा डिसिप्लिन ल्याउनुहोस्, आफ्नो लक्ष्यप्रति डिटरमिनेसन राख्नुहोस्। याद राख्नुहोस्, सफलता भाग्यले होइन, सही निर्णय, अनुशासन र दृढ सङ्कल्पले आउँछ। त्यसैले जीवनमा यी 3D रुल्सको बारेमा तपाईँले जीवनमा लागू गर्नुभयो भने पक्कै पनि तपाईँको टाइम म्यानेजमेन्ट र तपाईँ सही ठाउँमा गएको तपाईँलाई महसुस हुनेछ। पहिले तपाईँ डिसिजन लिनुहोस्। यदि डिसिजन नलिएर कुनै पनि काम गर्नुको अर्थ नै हुँदैन। त्यसैले डिसिजन मेकिङ बनाउनुहोस्। अब त्यो निर्णय लिइसकेपछि त्यो निर्णयको लागि काम गर्नको लागि आफूलाई अनुशासित बनाउनुहोस्। जीवनमा तपाईँ जेसुकै गरे तापनि अनुशासन बिना केही पनि हासिल गर्न सकिँदैन। यदि निरन्तरता छैन भने, कन्सिस्टेन्सी छैन भने तपाईँ जीवनमा केही पनि प्राप्त गर्न सक्नुहुन्न। अब तपाईँ डिसिप्लिन पनि रहनुभयो र अन्तिममा तपाईँको अन्तिम फाइनल इक्जाम हुन्छ, त्यो हो डिटरमिनेसन, दृढ सङ्कल्प। धेरैजसो मानिसहरू अन्तिममा हार मान्ने गर्दछन्। जुन सफलता प्राप्त गर्न नजिक पुग्दासम्म उनीहरू निरन्तरता र अनुशासनका रूपमा काम गरिरहेका हुन्छन्, तर अन्तिममा सफलताको नजिक आउने बित्तिकै, सफलता प्राप्त गर्न नजिक पुग्न बित्तिकै उनीहरू हार मान्ने गर्दछन्, दोधारमा पर्छन्। उनीहरू आफूलाई विश्वास गर्न छोड्छन् र अरूको कुरा सुन्न थाल्छन्।
हो यही बेला मानिसहरूको अन्तिम फाइनल एक्जाम भनेको डिटर्मिनेसन नै गर्दछ। जेसुकै होस् तपाईँको लक्ष्य पहिले नै निर्णयले डिसिजन गइसकेको छ। डिसिजन सही छ भने त्यसलाई अनुशासनका रूपले डिसिप्लिनका साथ काम गर्नुहोस् र दृढ सङ्कल्प अन्तिममा तपाईँ अविश्वास नगर्नुहोस्। आफ्नो कामप्रति विश्वासका साथ र दृढ सङ्कल्पका साथ कहिले हार नमाने भनेर लागिरहनुहोस्। पक्कै पनि तपाईँको सफलता प्राप्त हुने नै छ एक दिन। त्यसैले तपाईँ आजको यो 3D रुल्स जीवनमा लागू गर्नुहोस् र तपाईँ पक्कै पनि तपाईँको काम गर्ने तरिका र तपाईँको टाइम म्यानेजमेन्ट धेरै भएको महसुस गर्न सक्नुहुन्छ। र यदि तपाईँ हाम्रो यो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई लाइक शेयर सब्सक्राइब गर्न नबिर्सनुहोस् ताकि यस्ता भिडियो आउँदो समयको लागि तपाईँको लागि मिस नहोस्। र हामी अर्को भिडियोमा यस्तै तपाईँको सामु ल्याएर आउने नै छौँ। हामी अर्को भिडियोमा फेरि भेट्ने नै छौँ। अहिलेको लागि यति नै। हस्।